सो यो क्लिन भइसकेपछि चाहिँ यसलाई चाहिँ यसरी हाल्नुपर्ने हुन्छ हैन। यो यहाँ यसरी बस्ने हो। हेलो एभ्रीवन, नमस्ते, वेलकम टु टेक्निसियन नेपाल युट्युब च्यानल। सो आज चाहिँ मसँग रोयल इन्फिल्डको बुलेट रहेको छ हैन, जुन चाहिँ क्लासिक 350 रहेको छ। यो बाइकमा चाहिँ म इन्जिन ओइल चेन्ज गर्न गइरहेको छु, नर्मल सर्भिसिङै भनौँ न, सर्भिस गर्न गइरहेको छु। अनि त्यसपछि जेनरल चेकअप गर्न गइरहेको छु। सो अब भिडियोमा हेरौँ है त। सो अब बाइकको सर्भिसिङ गर्नुभन्दा अगाडि चाहिँ म यसको केही फिचर्सहरूको बारेमा जानकारी दिँदैछु। यसको कुरा गर्नु पर्दाखेरि चाहिँ यो चाहिँ ओल्ड मोडलको बाइक हो। अहिले BS6 पनि इन्डियामा चाहिँ लन्च भइसकेको छ है। सो यसको कुरा गर्नु पर्दाखेरि यो इन्जिन चाहिँ 346 cc को हो हैन। अनि यो चाहिँ ट्विन स्पार्क लेखेको छ यसमा हैन। ट्विन स्पार्क भनेको चाहिँ कस्तो हो भन्दाखेरि स्पार्क प्लग दुईटा छ भनेको, यता राइट साइडमा एउटा छ अनि लेफ्ट साइडमा अर्को स्पार्क प्लग छ, जसले गर्दाखेरि चाहिँ इन्जिनमा स्पार्क भएर कम्बसन गर्नलाई चाहिँ एकदमै राम्रो हुन्छ। अनि त्यसपछि अरू कुराहरू गर्नुपर्दाखेरि यो बाइक चाहिँ लिक्विड कुल होइन है, फेरि यो चाहिँ एयर कुल्ड हो हैन। एयर कुल्डले चाहिँ कसरी काम गर्छ त भन्दाखेरि जुन चाहिँ यो तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ हैन, यो यहाँनिर चाहिँ एयर बाइक कुद्दाखेरि एयर एब्जर्ब हुन्छ अनि एयर एब्जर्ब भइसकेपछि चाहिँ त्यसैले बाइकलाई कुल चिसो बनाउने काम गर्ने गर्दछ। त्यही नै हो। सो यो बाइकको पावरको कुरा गर्नु पर्दाखेरि चाहिँ हैन, यसको 19 bhp पावर रहेको छ, जुन चाहिँ तपाईँको 5000 RPM मा रहेको छ। अनि टर्कको कुरा गर्नु पर्दाखेरि चाहिँ यसको टर्क चाहिँ तपाईँको 28 न्युटन मिटर अफ द टर्क हैन, जुन चाहिँ 4000 RPM मा हो। यसको अर्को कुरा गर्नु पर्दाखेरि चाहिँ कस्तो छ भन्दाखेरि तपाईँको जुन चाहिँ 19 bhp पावर छ, यो 350 cc मा 19 bhp पावर भनेको चाहिँ अलिकति कम नै हो हैन। सो यतिको पावर चाहिँ तपाईँको MT-15 अनि R15हरूमा पनि यो बराबरकै पावर छ हैन। यो 350 भइदिन चाहिँ अलिकति लो नै हो पावर। अनि अर्को कुरा कस्तो भन्दाखेरि टर्कको कुरा गर्नु पर्दाखेरि चाहिँ यो बाइकको चाहिँ अन्डर स्क्वायर पिस्टन भएको कारणले गर्दा यसको BHP भन्दा नि हैन, कुदाउने स्पिड भन्दा पनि टर्की छ क्या, एकदम टर्कवाला बाइक हो यो चाहिँ। सो यो चाहिँ पुरानो मोडलको बाइक हो, त्यही भएर यसमा चाहिँ यहाँ तपाईँले देख्न सक्नुहुन्छ हैन, यो चाहिँ कार्बोरेटर युज भएको छ। अहिले चाहिँ अब EFI आइसक्यो। अनि अर्को चाहिँ कस्तो भन्दाखेरि यसको टायरको कुरा गर्नु पर्दाखेरि चाहिँ अगाडिको चाहिँ MRF को टायर हैन, जुन चाहिँ 19 इन्चको रहेको छ। अनि पछाडिको टायर चाहिँ तपाईँले यहाँ देख्न सक्नुहुन्छ MRF को टायर, यो चाहिँ 18 इन्चको रहेको छ। अनि जसले गर्दाखेरि यसको ग्राउन्ड क्लियरेन्स हैन, जुन चाहिँ यो ग्राउन्ड क्लियरेन्स भयो, यो ग्राउन्ड क्लियरेन्स चाहिँ यसको 135 mm रहेको छ। सो अब चाहिँ यसको सर्भिस गर्नेतिर लागौँ है। अब सर्भिसमा जानुभन्दा अगाडि चाहिँ म तपाईँहरूलाई के भन्छु भन्दाखेरि यो जुन चाहिँ इन्जिन ओइल रहेको छ मोटुलको हो है। अनि यसको ग्रेड चाहिँ तपाईँको 15W50 रहेको छ हैन। अनि यसमा लाग्ने इन्जिन ओइल भनेको चाहिँ 2.5 लिटर्स हो। र अर्को कुरा चाहिँ कस्तो भन्दाखेरि इन्जिन ओइल चेन्ज गरेपछि यो जुन चाहिँ इन्जिन ओइल फिल्टर रहेको छ है, यो रोयल इन्फिल्डको अनि माले कम्पनीको छ हैन, राम्रै छ। अनि यो चाहिँ इन्जिन ओइल चाहिँ चेन्ज गरेपछि ओइल फिल्टर पनि चेन्ज गर्नुपर्छ। अनि त्यो सँगसँगै मैले चाहिँ एयर फिल्टर पनि लिएको छु हैन। यसमा चाहिँ एयर फिल्टर चेन्ज गर्ने समय नै भइसक्यो, त्यही भएर एयर फिल्टर पनि लिएर आएको छु। सो इन्जिन ओइल ड्रेन गर्दाखेरि यो बुलेटमा चाहिँ कस्तो छ भन्दाखेरि 3वटा ठाउँ दिएको छ हैन। 3वटा ठाउँबाट चाहिँ इन्जिन ओइल ड्रेन गर्नुपर्ने हुन्छ। अनि ड्रेन गर्नुभन्दा अगाडि चाहिँ बाइकलाई अलिकति हिट गराउँदाखेरि एकदमै बेस्ट हुन्छ हैन। एकछिन हिट गराएर त्यसपछि चाहिँ लाइक 5 मिनट जस्तो भनौँ न। टेम्परेचरको कुरा गऱ्यो भने चाहिँ अब टेम्परेचर सेन्सर चाहिँ छैन हैन, टेम्परेचर चाहिँ देखाउँदैन। त्यस्तै 50 डिग्री सेल्सियस जस्तोमा बाइकलाई राखेर इन्जिनलाई राखेर चाहिँ ओइल ड्रेन गऱ्यो भने मजाले ड्रेन हुन्छ। त्यही हो। अब ड्रेन बोल्ट हेरौँ है त। अब चाहिँ हामी यसको इन्जिन ओइल ड्रेन गर्न गइरहेको छौँ है। तपाईँहरूले इन्जिन ओइल ड्रेन गर्ने बेला यहाँ देख्न सक्नुहुन्छ हैन, जुन यो बोल्ट रहेको छ हैन, यो बोल्ट चाहिँ 12 mm को बोल्ट हो। अनि त्यसपछि अर्को 8 mm को बोल्ट यो दुईटा रहेको छ। अनि त्यसपछि 19 mm को बोल्ट यहाँ रहेको छ। यो 3 ठाउँबाट चाहिँ इन्जिन ओइल ड्रेन गर्नुपर्ने हुन्छ। सो अब हेरौँ है त यहाँनिर। फर्स्टमा मैले 8 mm को बोल्टलाई लुज गरेँ अनि यो पनि लुज गरेँ ओके। अब त्यसपछिबाट अर्को 12 mm को नि लुज गर्छु म, र अर्को 19 mm को रहेको छ जुन, यसलाई पनि लुज गर्न गइरहेको छु। अब चाहिँ यसलाई यहाँ राख्छौँ हामी अनि सर्ट खोल्छौँ। खासमा यसको चाहिँ वास गरेर इन्जिन ओइल झार्नुपर्ने हो हैन। वास गर्नलाई चाहिँ अलिकति ढिला भएर मैले गरेन हैन। खासमा यो चाहिँ एकदम क्लिन गरेर मात्र खोल्नुपर्छ। सो इन्जिन ओइल ड्रेन भइसकेपछि चाहिँ अब हामी यहाँनिर चाहिँ यसको इन्जिन ओइल फिल्टर रहेको छ हैन। यो इन्जिन ओइल फिल्टर चाहिँ जहिले पनि इन्जिन ओइल चेन्ज गर्ने बेला फिल्टर चेन्जै गर्नुपर्छ। किन भन्दाखेरि
तपाईँ जुन इन्जिन ओइलभित्र अलिकति केही धुलोहरू केही आएको छ भने धुलो भन्दा पनि त्यसको फोहोरहरू जस्तै फिक्सन हुँदाखेरि कणहरू निक्लिन्छ, त्यो चाहिँ यहीँबाट फिल्टर भएर इन्जिन हेडसम्म पुग्छ। त्यो भएको हुनाले यो चाहिँ तपाईँको कस्तो टर्क्यो यार, वाह। यो ओरिङलाई पनि एकदम ध्यान दिनुपर्छ गाइज है। यो कभर निकालिसकेपछि चाहिँ एकदम ध्यान दिनुपर्ने कुराहरू के हो भन्दाखेरि यो जुन चाहिँ ओरिङ छ, ओरिङ चाहिँ राम्रोसँग राख्नुपर्ने हुन्छ है। यो एउटा ओरिङ भयो, अनि यहाँनिर छ यो फिल्टरलाई चाहिँ यसरी तान्ने, त्यसपछि यो अर्को ओरिङ भयो है। अनि त्यसपछि यो निकालिसकेपछि यसको भित्र पनि एउटा ओरिङ छ, यहाँनिर छ यसको ओरिङ चाहिँ। यो ओरिङलाई नै एकदम ख्याल गर्नुपर्ने हुन्छ। सो मैले यसको ड्रेन बोल्ट चाहिँ सबै टाइट गरिसकेँ होइन। अब चाहिँ यो इन्जिन ओइल फिल्टर हो, यो फिल्टर हाल्न गइरहेको छु। यो फिल्टर हाल्नुभन्दा अगाडि चाहिँ यसमा चाहिँ इन्जिन ओइल हाल्नुपर्ने हुन्छ होइन। सो इन्जिन ओइल हाल्दा चाहिँ यसको दुवैपट्टि पाल छ है, अनि यतापट्टि चाहिँ औँलाले थिचेर यसरी थिच्ने, अनि त्यसपछिबाट यो इन्जिन ओइल भयो, यसलाई सट्ट यहाँबाट खनाउने। अनि एउटा ध्यान दिनुपर्ने कुरा चाहिँ के छ भन्दाखेरि होइन, यसमा चाहिँ तपाईँको इन्जिन ओइल हालेर यसरी पुरै चारैतिर बनाउनुपर्छ क्या, किनभने यो सबै भिजिसकेपछि अनि स्टार्ट गर्दाखेरि एकदम राम्रोसँग इन्जिन ओइल पनि हेडसम्म पुग्छ होइन। सो यति गरिसकेपछि चाहिँ यसलाई यहाँबाट यसरी छिराउनु पर्ने हुन्छ। भित्र एउटा ओरिङ एकदम याद गर्नुपर्छ, भित्र एउटा ओरिङ हुन्छ हो। अनि त्यसपछि यसलाई यहाँबाट यसरी छिराइदिने, टक्क यो लेभलमा राख्ने। अनि यति राखिसकेपछि अब चाहिँ यसको अर्को ओरिङ छ जुन यो ओरिङ हो, यो ओरिङलाई एकदम क्लिन गरेर यसलाई पनि यहाँ यसरी राख्ने है। यो ओरिङ चाहिँ यहाँ राख्नुपर्छ है। अनि यहाँ राखिसकेपछि चाहिँ यो एकदम क्लिन छ। अनि टक्क यहाँनिर यो जुन अलिअलि पाल छ नि हो, यो चाहिँ यहाँभित्र छिर्छ क्या, यसरी यसरी लाउनु पर्ने हुन्छ। सो अब चाहिँ इन्जिन ओइल हामी हाल्न गइरहेको छौँ। इन्जिन ओइल हाल्नको लागि चाहिँ होइन, तपाईँहरूले यहाँ देख्न सक्नुहुन्छ यसलाई चाहिँ लुज गर्नुपर्ने हुन्छ है। यसरी टक्क लुज गर्ने, अनि लुज गरिसकेपछि चाहिँ यहाँबाट इन्जिन ओइल टक्क 2.5 लिटर्स यहाँबाट हालिदिने। सो अब चाहिँ म यो बाइकको एयर फिल्टर सफा गर्ने भन्दा पनि चेन्जै गर्न गइरहेको छु होइन। आई थिङ्क यसमा धेरै नै धुलो भइसक्यो, चेन्ज गर्ने टाइम पनि भइसक्यो है। अनि यसको एयर फिल्टर खोल्ने बेला चाहिँ यही बक्स हो होइन, यता घुमाएर यता तानेपछि यसरी आउँछ। यो धुलो छ एकदमै, अफरोड धेरै गएको थियो क्यारे, त्यही भएर हो होइन। अब चाहिँ सो यो निकालिसकेपछि चाहिँ है, यहाँनिर 10 mm को नट रहेको छ, सरी नट होइन बोल्ट रहेको छ है। यसलाई चाहिँ चट्ट यसरी खोल्ने, लामै छ, लामो खाले छ यो चाहिँ। यति खोलेपछि चाहिँ यहाँ तपाईँहरूले देख्न सक्नुहुन्छ धुलो कतिको छ यहाँ हेर्नुहोस् है त, धुलै छ है। अब यो छ हामीसँग नयाँ, यसलाई चाहिँ यहाँनिर हाल्नुपर्ने हुन्छ। र हाल्नुभन्दा अगाडि चाहिँ यो जुन चाहिँ धुलोहरू छ नि, एकदम धुलोहरू, यो धुलो चाहिँ एकदम राम्रोसँग क्लिन गर्नुपर्छ। अनि यो चाहिँ यसको एयर इन्टेक यही नै हो, यहाँबाट चाहिँ यो कार्बोरेटर हुँदै एयर इन्टेकसम्म हावा जाने हो होइन। त्यो भएको हुनाले यो ठाउँ चाहिँ एकदमै क्लिन गर्नुपर्छ। यसले पावरमा पनि अलिकति डिपेन्ड गर्छ भनौँ न। किन गर्छ भन्दाखेरि तपाईँ धुलोहरू गयो भनेदेखि भुरभुर गर्ने, अनि त्यसपछि पावर लस हुने कारण चाहिँ यही नै हो, यो सबै क्लिन गर्नुपर्ने हुन्छ। सो यो क्लिन भइसकेपछि चाहिँ यसलाई चाहिँ यसरी हाल्नुपर्ने हुन्छ होइन। यो यहाँ यसरी बस्ने हो, अनि यसलाई चाहिँ यहाँ यसरी राख्ने। त्यसपछि यो जुन चाहिँ बोल्ट छ होइन, यो बोल्ट चाहिँ यो नटमा गएर लाग्ने हुन्छ। सो अब चाहिँ एयर फिल्टर पनि चेन्ज भइसक्यो है। अनि अर्को कुरा चाहिँ म के भन्छु भन्दाखेरि जुन चाहिँ यो तपाईँ यदि टुर गर्दै हुनुहुन्छ, बाहिरतिर जाँदै हुनुहुन्छ भनेदेखि होइन, यो चाहिँ तपाईँले आफैले पनि होइन घरमै बसेर पनि एउटा 10 mm को टुल भयो भनेदेखि तपाईँले आफैले यसलाई क्लिन गर्न सक्नुहुन्छ, अथवा चेन्ज पनि आफैले गर्न सक्नुहुन्छ। यो चाहिँ अब आफैले पनि गर्न सकिन्छ, एकदम त्यति गाह्रो पनि छैन, केही पनि छैन। अनि अर्को कुरा के छ भने यसको स्पार्क प्लग यहाँ रहेको छ है, यता राइट साइड र लेफ्ट साइडमा ट्विन स्पार्क हो, यसको दुईवटा छ। अनि टुर जानुभन्दा अगाडि अथवा गएपछि केही प्रब्लमहरू आउन थाल्यो भने यहाँबाट चाहिँ इग्निसन आउँछ होइन, करेन्ट आउँछ। अनि स्पार्क प्लगहरू 4 भयो भने सफा गर्न, चेन्ज गर्न तपाईँहरू आफैले सक्नुहुनेछ।
सो यति भइसकेपछि चाहिँ म यो बाइकलाई स्टार्ट गर्न गइरहेको छु। अब चाहिँ म यसको चेन सफा गर्न गइरहेको छु। चेनलाई पुसिसकेपछि चाहिँ यो चाहिँ WD-40 हो हैन, यसले चाहिँ चेनलाई एकदमै सफा बनाउँछ है। त्यसपछि फेरि क्लिन गरेर अनि यहाँ चेन ल्युब छ, यो चेन ल्युबलाई चाहिँ हाल्नुपर्ने हुन्छ। त्यसपछि चेनको आवाज आउँदैन, एकदम दामी हुन्छ।